आजको न्यू ब्लग फेरि पनि यहाँको बासमा उपस्थित भइसकेको छु। आज चाहिँ म कोठाबाट ब्लग स्टार्ट गर्दैछु। एक्सर्साइज मेरो छोरो चाहिँ एक्सर्साइज बिहानको एक्सर्साइज सुरु भइसक्यो मेरो छोरोको। भारी रहेछ। ल राखिदेऊ। उहाँ चाहिँ मेरो प्राणभन्दा प्यारी श्रीमती हुनुहुन्छ। उहाँ यतिखेर उठेर पनि मलाई चिया खुवाउनु भएको छैन। छोरो के गरेको यहाँ आउँदै छोरो। सो गाइस हामी चाहिँ कोठाभन्दा बाहिर निस्किसकेको छ यतिखेर। मेरो छोराले मलाई एकदम सताइरहेको छ यहाँ। हेर्नु मेरो छोराको हालत। मेरो छोराले मलाई यसरी सताइरहेको थियो। बच्चा बच्ची भनेको नि यस्तो हुन्छ। भर्खर लुगा फेरेर लिएर आएको लास्टमा पानीमा छप्ल्याङ गरेर। सो गाइस बिहान उठेदेखिको काम भनेको धेरै काम गरियो। छोरो एकछिन डुल्न जाने भनेर हामी यता निस्केको रोड साइडतिर। मेरो छोरो चाहिँ उहाँ कसलाई बोलाएको? खोलामा जल बग्नु पर्ने ठाउँमा मल बगिसकेपछि खोलाको स्थिति भनेको चाहिँ नि यस्तै हो। हजुर हस् राम्रोसँग पढास्। ए त्यो त छैन होला हो। मेरो काम चाहिँ अब किचनको रह्यो, खाना पकाउने। मेरो छोरो चाहिँ यता रिड गर्न थालिसक्नु, पढ्न थालिसक्यो। अनि मेरो श्रीमती चाहिँ लुगा धुन थालिसक्यो। तिनजना तिनवटा काम। सो गाइस मैले चाहिँ यतिखेर खाना बसाइसकेको छु। अब मेरो काम भनेको चाहिँ अब तरकारी काट्ने छ। आजको तरकारी भनेको चाहिँ लौका अनि टमाटर आलु यो चाहिँ काट्ने भइहाल्यो। आजको हाम्रो तरकारी भनेको यो हो। अब यसलाई म चप गर्छु। मैले चाहिँ फाइनली रूपमा खाना पकाइसकेको छु। मेरो खाना चाहिँ यस्तै रेडी भइसक्यो। यता खाना दाल अनि तरकारी मैले सबै थोक आइटम बनाइसकेको छु आजको लागि आइटम। र मेरो छोरीले नै होमवर्क सकेर यतिखेर खेल्दै हुनुहुन्छ उहाँ। र मेरो प्यारी श्रीमतीज्यू चाहिँ लुगा धुइसक्नु भएको छैन भन्ने खबर पाएको छु। अब म हेल्प गर्न जान्छु अनि आएर सबैजना बसेर खाना खाने। हेलो गाइज धमाधम छ। त्यो जुत्ता चाहिँ एकदम राम्रोसँग धुइदियो है। सो गाइज यो चाहिँ म बस्ने एरिया हो। त्यतिखेर चाहिँ म कपडा उठाउनको लागि आएको छु छतमा। मेरो सानो दलले चाहिँ माथि छतमै हात धुँदैछ। मेरो पछि छोड्दैन। हाम्रो कपडा चाहिँ टन्नै धोएको छ श्रीमतीज्यूले। मैले चाहिँ यति धेरै लुगा उठाइसकेको छु। मेरो छोरा धमाधम काम गर्दैछिन्। छिटो गर छिटो। तिमी चाहिँ किन आएको? ड्याडी म पनि जान्छु भन्दै आएको। टन्नै लुगा धोएको रहेछ त यार तिमीले। धन्यवाद बुढी मेरो लुगा राम्रो गरेर धुइदिएकोमा। म चाहिँ हिजोको ठाउँमा आइपुगेको छु। छोरो एकदम हिजो देखेको थियो यो ठाउँ, फेरि आज नै भएन। त्यही भएर फेरि हिजोको ठाउँमा आइपुगेको छु। तर हिजो जे थियो तर आज सबै बनिसकेको रहेछ, व्यवस्थित गरिसकेको रहेछ। साथी हो
त बस एकजना त बस तिमीको दिनमा बच्चाहरूलाई घुमाउनको लागि चाहिँ होइन यो ठाउँमा यस्तो चिज एकदम आवश्यक थियो बच्चाहरूलाई घुमाउन एकदम गाह्रो अनि अलिक टाढा टाढा लिएर जानुपर्ने थियो यो कपन एरियामा पुरै रूपमा त बनिसकेको छैन यहाँनिर अब यो बच्चाहरूलाई अलिक धरादै छ अहिले होइन सो गाइज आजको भिडियो यति नै नेक्स्ट भिडियोमा भेटौँला अनि भिडियो भर्खर हाल्न थालेको छु लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला